म चाहिँ 1.5 वर्षपछि आज घर आएको अनि मेरो मामुलाई चाहिँ फुलको सोख नै छ भनौँ न। उहाँलाई पनि मनपर्छ, मलाई पनि मनपर्छ। कोसिस चाहिँ गर्नु भएको रहेछ यत्रो बनाउने। मेरो अनुपस्थितिमा पनि मेरी प्यारी भाउजू अनि मेरी आमाको काम चाहिँ एउटा सानो यो फुल रोपेर राम्रो गर्नु भएको रहेछ। तर यसलाई अलिकति यहाँ चाहिँ कस्तो भइदिएछ भने यो मरेकोहरूलाई चाहिँ फाल्न बाँकी भएछ। अनि कैँचीले काट्न पाएको भए चाहिँ राम्रो हुन्थ्यो, तर मसँग अहिले कैँची भएन। अनि मैले चाहिँ यसलाई चाहिँ हातैले काटेर चाहिँ यो निची चिमड दिँदैछु। कस्तो राम्रो फुल्ने खालको रहेछ। तर यसको यो मरेको जस्तो भएको चाहिँ म निकालिदिँदैछु। अनि यसलाई चाहिँ कतापट्टि राख्दाखेरि अझ आकर्षक देखिन्छ, राम्रो देखिन्छ, अनि कुन गमलालाई कतापट्टि राख्दा राम्रो मिल्छ म त्यो गर्दैछु आज चाहिँ। यसले चाहिँ के गरेछ नि? यसलाई चाहिँ यसलाई उचाल्नै सक्दिन। यो चप्पल लाउनु न। हजुर ओहो कैँची पनि कैँची नै रहेछ त। टमाटरको बोट काट्ने त फुल के काट्ला? केला सेन्टरमा राम्रो हुन्छ। बैनाले थाहा छ। अरू पनि हाइट भएको फुल छ छैन? कैँची छैन? छैन। मैले यसपालि कैँची पनि नबोकी आएको फेरि। सधैँ म कैँची बोक्थेँ। चक्कु छैन? चक्कुले त कान्छ जाँदा त्यो बेला पनि यस्तै गरिदिनुपर्छ क्या यसको। अनि त्यो टुपीले रोप्छ त एकाली 1.5 वर्षपछि कान्छी छोरी घरमा आएको। अब कान्छी छोरी आएपछि त दसैँ आउनु परिहाल्यो। अब के भन्छ अरे वर्ष दिनभरि चाहिँ अरूले काम गर्छन् अनि आज चाहिँ अब म आएर कति न काम गरेको जस्तो देखाउँदैछु। कैँची भेटेन नभेटेपछि यस्तो छ। यो साइडमा राखौँ न। सबसे टपमा राम्रो हुन्छ है क्या हो भाँदिएको। ल ओके म युद्धै जिता जस्तो भयो मलाई। म केटाकेटी हुँदा पनि स्कुल पढ्ने बेलामा कति धेरै फुल ल्याएर रोप्थेँ, कति रहर लाग्थ्यो त्यति बेलामा। अरू केही नगरे पनि यसको काम चाहिँ पुरा सोख लाग्थ्यो। तर त्यो बेलाको भन्दा पनि अहिले झन् यो मेरो आमाको मेहनत, मेरी भाउजूको मेहनत असाध्यै राम्रो भएको रहेछ। त्यो र यसलाई कहाँ राख्ने? यसमा कि त्यसमा? नमस्कार। आज अनि यहाँ कस्तो राम्रो बनाउनु भएको रहेछ। अझ राम्रो बनाइदिएको। यसले यो उचाल्नु त। यो एउटैमा 2-3 थरी रोप्दा रहेछ फेरि है। ए नजागेको भएर हो। यसलाई उहाँ लगाउँ न। उचालिसो त। यो उचाल्ने मामलामा बलको मामला भनेपछि मान्छे आलु खाइहाल्छु। के गर्ने उही ठुला ठुला फुर्ती मात्र लाउने भने जस्तो छ अवस्था चाहिँ। ल यो चाहिँ अब त्यता होइन यस्तो चाहिँ हेर्नु। अब यो राम्रो देखियो नि त। सानो कुराले कति राम्रो हुन्छ। म कोसिस गर्दैछु उहाँहरूको मेहनतलाई चाहिँ अझ राम्रो बनाइदिउँ। यो यति हुनुमा पनि धेरै श्रेय चाहिँ उहाँहरूलाई नै जान्छ। तर जे छ राम्रो गर्नुभएको छ। अझ म यसलाई थोरै टक्क यो अलिकति यसलाई अलिकति उ गर्दाखेरि पछि यतातिर रोप्दियो भने झन् राम्रो हुने रहेछ है। यसैलाई बढ्छ होला तर यो है पलाउँदै पलाउँदै। ल अब त्यसलाई कता? यो चाहिँ के हो? यो बिरुवा फुलै हो कि झार थियो? फुल हो। यो चाहिँ एउटा के यसैको? यसैले हालेर ए छेउमा रोपेको किन बीचमा रोपेको हो नि राम्रो देखिन्थ्यो होला। फुल थियो अर्को अनि छेउमा ल्याएर गाड्दै चाहिँ यो ए अब झ्यामिन्छ यसैबाट झ्यामिन्छ। ए भनेपछि यसलाई उ चाहिँ तलकोमा राखिदिने।
कि यहाँ राखिदिने भन्नु ल उठाम पहिला यो मरेको पनि फाल्दिन पाए चाहिँ सबै मर्दो यो होचोमै फुल्दैन लाइक फुल्छ हैन यो चाहिँ टिकेटका भएर गयो क्या यहाँ हो अब चाहिँ थक्रक्क बनाइदिने क्या एकदम झ्याम्म खालको के हजुरको यो बेला अलि बेलैमा काटिदिने अनि जुन फ्यार्र भएर गछ नि त्यसलाई चाहिँ बेलैमा के उता लगाउँ ल यहाँ लगेर हेरौँ कस्तो देखिन्छ नत्र तल झारौँला कि उहाँ तलमा यहाँ पक्नुहोस् है त हेरौँ पहिला ए भएन नि यहाँ ल्याउँ यसलाई सबसे तल होइन यो यहीँ रहेछ यो भाउजू र मामुको मेहनत म चाहिँ नाटक पारेको मात्र हो अहिले मिलाइदिएर पक्नुहोस् ल यसै गरिदिउँ ल अहिलेलाई यो के भन्छ नि यसको लागि प्लेट किनेर ल्याउनु पर्छ कि सबैलाई अनि ढल्दा पनि ढल्दैन पानी हाल्दा पनि त्यहीँ बस्ती सजिलो हुन्छ भोलि ल्याउँला अनि मलाई राम्रो लागेको चाहिँ यो फुल यो सानो कति राम्रो टक्रक्क पारिदिनु भएको रहेछ राम्रो छ यो के को भाँडोमा रोप्या हो ए फुल ल्याएको हो तर राम्रो यसैमा यसलाई पनि ठुलो गमलामा सार्दै राम्रोसँग फुल्थ्यो होला नि त्यसो भए यो ठुलो गमलामा सारिदिनुपर्छ अब कसो गर्दा राम्रो होला त होइन है अलि राम्रो भएन पक्नुहोस् है त यो गऱ्यो भने के हुन्छ राम्रो देख्यो एउटा यहाँ राखेर हेरौँ होइन एउटा त्यहाँ राखेर हेरौँ भयो भने भयो राम्रो ल जालो लागेछ यो भएछ अलि राम्रो भएन है तल झार्ने तल्लोमा कि माथिल्लोमा कान्छी कुन राम्रो देखिया छ कुन राम्रो देखिया छ भन्ने काम चाहिँ हजुरहरूको ल उठाइदिनुहोस् यहाँ पनि ऊ त्यहाँ लगाउँ न त त्यसलाई उठाइस नमस्कार यो के बोकेर हिँड्या जगमा रक्ती त्यो पनि भयो अब यो कहाँ राख्ने यसलाई त्यहाँ राखिदिउँ त्यसलाई जुन दिन फुल ल्याइन्छ नि सोचौँला त यो त देखिरहेको नि त एक्लै बोको भने पार्न लाग्ला अलिकति हेल्प गर्दैछ त त्यहाँ लगाएर राखिदिउँ के नमिला जस्तो हुने क्या उ त्यो मरेकोलाई पनि काटेर फालिदिनु पर्छ ल यहाँ राखिदिने अनि उ त्यो मरेकोलाई काटिदिउँ न अहिलेको चक्कु कहाँ गयो बाबु अहिलेको काट्ने खोइ यो मरेको चाहिँ काटेर फालिदिउँ न ए उखालिदिइसक्नु भएछ त यहाँ हेर त यो सबै मरेको जति फालिदिने मैले तल राखिदिन्छु बढार्ने काम केटाकेटीको काम त बाँडेर गर्नु पर्यो नि होइन यो पनि होइन राम्रो चाहिँ भयो कि तर धेरै ठुलो माथि गयो क्या मुनिमै होचोमा काटिदिनु नमिल्दो रहेछ यसलाई लु फुस्किगयो नि अर्को ल्याउँ न डोरी अहिले मलाई यो चाहिँ फाल्दिन पनि माया लागेको कहीँ रोप्न पाए हुन्थ्यो कि यस्तो मजाले पलाख छ त्यही पनि रोप्दिउँ होइन अनि टक्क दामी भएर बस्छ कि यसको जरै पलाख यहाँ राखिदिन्छु मैले नफालौँ न यसलाई रोपौँ न अनि यो चाहिँ यो सानो भाँडामा कसले रोपेको यसरी चाहिँ यो कसको मेहनत एकदम राम्रो छ हामी तीनजनाको भन्दै चाहिँ जो मेरो ब्याकग्राउन्डमा क्यामेरा चलाइरहेको हाम्री सानीले यो मेहनत यो तीनजनाको मेहनत रे यो मेहनत गर्नेलाई पनि धेरै धेरै धन्यवाद अब यो कहाँ राख्दियौ तिमीहरूले भनिदेऊ यहाँ झुन्ड्याउने हो अच्छा यो मेहनत ल पख यस्तो राम्रो देखियो देखिया छ पख यो आइडिया सायद टिकटकमा हेरेर लगाएको हुनुपर्छ यो चाहिँ के अरे कोक स्प्राइटको बोतललाई काटेर अनि बिचबिचमा पाल पारेर टक्क हामी चाहिँ घडी फुल भन्छौँ यसलाई हजुरहरू के भन्नुहुन्छ थाहा भएन मलाई यो चाहिँ टक्क यिनीहरूले चाहिँ आइडिया लगाएर रोपेको अनि यहाँ चाहिँ पुरै तारले दाइ नमस्कार हजुरसँग कस्तो इमर्जेन्सी काम छ अहिले भेट्छु ल आइसो ल काम छ
हेरिसन मात्र मलाई आएर के अरे यो चाहिँ यो जे गर्छ टिकटकले गर्छ यो पनि कोसिस चाहिँ एकदमै राम्रो हो एटलिस्ट यति भए पनि बनाउने कोसिस गरेका छन् केटाकेटीहरूले तर पख है त्यो त्यहाँ भयो अनि यो त्यो चाहिँ सानो फुल भएको राम्रो देखियो रुक म एउटा आइडिया लगाइदिन्छु फेरि हामीले गरेको मेहनत कान्छे दिदी आएर हेर बाठो भएर के गरिदिएको भन्लान् भन्ने पनि पिर्छ त्यही भएर यसको पनि मैले राम्रोसँग इज्जत त गर्नु पर्यो नि ल यिनीहरूको मेहनतको कदर गर्दै यहाँ झुन्डाइदिएँ मैले ल अब यो अर्को पालि फुल्दाखेरि यसलाई चाहिँ अलि बाक्लो बनाइदिनुपर्छ यो चाहिँ खुत्रुकेबाट बनाएको हुनुपर्छ हो यसमा के रोपेको थियो यो राम्रो छ कान्छी यो त्यही भनेको नाटक के गरेको यो यिनीहरूको काम होइन दाइले जिस्काउँदै हुनुहुन्छ तिमीहरूको काम रहेनछ पाङ्रा र पुङ्ग्री भन्दै यो यहाँ राखिदिन्छु कान्छी फाल्दिन्न म पछि रोप है कहाँ राखिदिउँ ए पछि रोप न यिनीहरूले चाहिँ खुत्रुके फुटेको के भन्छ यसलाई कम्तीमा हरेक चिजको युटिलाइज गर्नुपर्छ भन्ने सोच चाहिँ राम्रो हो यो पनि युटिलाइज गरेर टक्क मिनी गमला यो हुन्छ नि हरेक कुरामा पैसा नै किन खर्च गर्नु यो सायद कलर पेन्टको बोतल हो एपोलो पेन्ट्स प्राइभेट लिमिटेड लजा एपोलो पेन्ट्सको मैले प्रमोसन गरिदिरहेको छु यस विषयमा चाहिँ तपाईँहरूले पनि मलाई सोच्नु होला या कन्ट्याक्ट गर्नु होला मसित प्रमोसन गरे बापत चाहिँ तपाईँको पेन्ट युज गरेर पाकिरहेको टोक्रोमा यस्तो राम्रो फुल फुलाएको छ हेर्नुहोस् ल अब एउटा बाँकी रह्यो यो चाहिँ मरेछ यो जाग्ला कान्छी यो माथिको चाहिँ मर्यो तर हाई चान्सेस छ यहाँ सानो चाहिँ मतलब हरेक चिजमा सम्भावना त हुन्छ अर्को कुरा चाहिँ यो हिम्मत हो नि यो टुसाउने हिम्मत गर्दैछ यसले एउटा मेन बोट मरे पनि यसलाई पनि मैले चाहिँ चटक्क पारेर यहाँ राखिदिन्छु यसलाई पनि आश गरौँ यो पनि चाँडै फुल्छ अब यहाँ सफा गर्ने काम तिमीहरूको यो यहाँ नराख्ने ल यो हटाइदियो फोहोर फाल्ने यसलाई हटाएर यहाँ चटक्क भरि सफा गर्नुपर्छ अब रोप्नु त रोप्यौ बा रोपेपछि बेला बेलामा यस्तो मरेको चिजलाई भाँच्नुपर्छ है सबै कुरा ठिक छ यो सबै कुराको युटिलाइज गरेको पनि ठिक छ तर यो भएन नि त नराम्रो देखियो के यहाँ झार आएछ यो झार पनि फालिदिनु पर्यो अब हुन त फेरि काम अरूले गर्ने आएर लेक्चर दिन त सजिलै छ भन्लान् होइन तर त्यस्तो होइन सिकाएको मात्रै हो कुरा चाहिँ के हो भन्दा यसलाई चाहिँ कहाँ राखिदिउँ यो यहाँ थियो यसलाई मैले यता पुर्याइदिएँ ल यो चाहिँ कस्तो के अरे यो बिरुवा ल्याएको भाडो है हो यसैमा बिरुवा थियो अरे त्यो बिरुवा त्यो त मैले पठाएको काठमाडौँदेखि त्यही भएर पो यो राम्रो रहेछ त कान्छी छोरीको चोइस भएर यसमा मैले एकदम राम्रो फुलको बिरुवा किनेर पठाइदिएँ उता छ पछि देखाउँछु ल मेहनत केटाकेटीहरूको यो तीनजनाको मेहनत भन्दै भनिरहेछन् मेरा भान्डाङ भुन्डुङहरू यो केले पाल पार्यो केटाकेटी हो के तताएर ए झिरले अच्छा दिनमा यो केबाट गर्यौ आइया मटका दहीवाला मटका हो गरे हो आमै यसमा पनि छैन जुट्या छ आइडिया त खतरा लाग्यो रहेछ तारले वरिपरि राउन्ड पारेर अनि आफै लायो यो पनि आमाले लगाइदिनु भयो तिमीले रोपेपछि अच्छा ल ए एउटा चाहिँ भाँच्या रहेछ यहाँ कस्तो मजाले मटकामा यस्तो गरेर वरिपरिबाट यहाँ तार बाँझेर यहाँबाट टक्क झुन्डौनी बनाएर यो हामी पनि केटाकेटी हुँदा खालि यस्तै फुल दिएर रोप्थ्यौँ गडी फुल हामी उता यो त्यति बेला पनि थियो एकदमै अहिलेका केटाकेटीले पनि गडी फुल रोपे हामीले केटाकेटी हुँदा प्लास्टिकको बट्टा अनि के पो केमा पनि रोप्थ्यौँ भन्दा बाटाहरू हुन्छ नि फुटेको त्यस्तोहरूलाई पनि हामी पनि युटिलाइज गर्थ्यौँ बेलामा ल अहिले चाहिँ मैले यसलाई यहाँ राखेँ भोलि यसलाई कहाँ राख्ने भनेर हामी प्लान गर्ने यहाँ पनि छ एउटा यो बाल्टी यो पनि के हो कलर पेन्टकै हो यसलाई कहाँ राख्ने कान्छी त्यहाँ चाहिँ धेरै गिजिङ भयो भन्ने मेरो बुझाइ हो आज यहाँ राखौँ भोलि मिलाउँला यसलाई चाहिँ यो बढारिसकेर
अहिले चाहिँ यो अन्तिम चाहिँ मैले जति सक्थेँ त्यति चाहिँ मिलाएँ र भएको चिजलाई जस्तो छ जे छ त्यसलाई राम्रो पार्ने कोसिस गर्यो। मलाई चाहिँ यो मध्येमा चाहिँ सबैभन्दा मन परेको भनेको चाहिँ यो बिरुवा छ, एकदमै राम्रो देखिने रहेछ। यो पत्ता पनि अलिकति हरियो भनेर हरियो पनि होइन, तर हल्का लाइट जस्तो के भन्छ यसलाई, रेड जस्तो पनि छ। अनि यसमा चाहिँ अब यो फुल फुल्दाखेरि चाहिँ कस्तो राम्रो लागेको, यो एकदमै राम्रो लाग्यो। यो चाहिँ सबैभन्दा मन परेको बिरुवा छ। हजुरलाई चाहिँ कुन राम्रो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ। हामीले यहाँबाट अलिकति हुन्छ नि यहीँ बसेर हेर्दा चाहिँ एकदम राम्रो जस्तो लागिरहेछ, तर यहाँहरूले भिडियोमा हेर्दाखेरि चाहिँ अलिकति फेरि क्लियर नदेखिन सक्छ, किनभने यो पछाडि चाहिँ लिचीको बिरुवा छ, त्यस पछाडि चाहिँ केराहरू छ। पहिला चाहिँ हाम्रो घरमा चाहिँ लघु लघु आउनको लागि चाहिँ केरै घारी थियो कि, यो बाटोबाट पुरै केरा घारी, अहिले त मासिँदै धेरै बोट छैन होइन। त्यो भएर चाहिँ अब यो टाढाबाट भिडियोमा हेर्दा चाहिँ यो घारीमा अनि यसैले चाहिँ ब्लेन्ड भएको जस्तो भएर खासै क्लियर नहोला, तर यहाँ हेऱ्यो भने चाहिँ एउटा एकदम राम्रो भएको छ। यो के भनौँ, उहाँहरूको मेहनत, मेरो आमाको मेहनत, मेरो भाउजूको मेहनत मलाई एकदमै मन पर्यो। अनि उहाँहरूलाई फेरि पनि आभार। अनि आज चाहिँ म मेरो प्यारो के भनौँ परिलोकमा छु। मलाई चाहिँ एकदमै खुसी लागेको छ, आनन्द लागेको छ। अभियसली सबैलाई फेरि आफ्नो घर त आनन्दै लाग्छ, जहाँ जहाँ गए पनि होइन। भनिन्छ नि यो गुड छोडेर बचेर हार्से जता जता उडे पनि अन्त्यमा फर्किने त फेरि गुडमै हो। र आज चाहिँ यो चरी पनि आफ्नै गुडमा आएर यति चाहिँ काम चाहिँ आज गरेँ। यो के भनौँ, खाना आजको बेलुकाको लागि चाहिँ जस बराबरको ज्याला गरेँ भनौँ न है त। थ्याङ्क यू सो मच। यहाँले भिडियो हेर्नुहोस्, राम्रो लाग्यो भने कमेन्ट गर्नुहोस्।